यो नेपालको शाही मुकुट अर्थात् श्रीपेच हो। अरबौं मूल्यको यो मुकुट शुद्ध सुन, हिरा र एउटा दुर्लभ चराको प्वाखले बनेको छ। तर यसको पछाडि एउटा यस्तो रहस्य लुकेको छ जसले इतिहास नै बदलिदियो। ध्यान दिएर हेर्नुहोस्, यो श्रीपेचमा 730वटा बहुमूल्य हिरा, बहुमूल्य मणि, बहुमूल्य मोती र एउटा विशाल पाना जडान गरिएको छ। तर यसको सबैभन्दा ठुलो विशेषता के हो भने यसको माथिको प्वाख। यो बर्ड अफ प्याराडाइस नामक एक दुर्लभ चराको पुच्छर हो जसको व्यापार अहिले संसारभर पूर्ण रूपमा प्रतिबन्ध छ। यो श्रीपेचलाई निरङ्कुश शक्तिको प्रतीक मानिन्थ्यो। तर जनविश्वास अनुसार यो श्रीपेचको इतिहास रगतसँग जोडिएको छ। सन् 2001 को भयानक नारायण हिटी दरबार हत्याकाण्डपछि राजतन्त्रको अन्त्यसँगै यो श्रीपेचलाई कडा सुरक्षा बीच एउटा अँध्यारो सरकारी लकरमा बन्द गरियो। धेरैले सोचे यो चोरी भयो वा बेचियो, तर झन्डै 17 वर्षपछि सन् 2018 सरकारले यसलाई सर्वसाधारणका लागि नारायण हिटी सङ्ग्रहालयमा प्रदर्शनमा राख्यो। आज यो कडा सैन्य सुरक्षा र बुलेट प्रुफ सिसाभित्र सुरक्षित छ। के तपाईलाई यो श्रीपेचलाई नजिकबाट देख्नु भएको छ? कमेन्ट गर्नुहोस् र यस्तै भिडियोको लागि सब्सक्राइब गर्नुहोस् र टिकटकमा हेर्दै हुन्छ भने फलो गर्न नबिर्सिनु होला। थ्याङ्क्स सो मच फर वाचिङ। बाइ बाइ।